दर्शकबिन नमस्कार। आजको विशेष भिडियोमा स्वागत छ। अहिले सामाजिक सञ्जालमा एउटा विषयले निकै नै चर्चा पाइरहेको छ, जुन चाहिँ कमेडी दरबारमा सागर लम्साल बलेलाई व्यङ्ग्य गर्दै टिकटकर फाप्दै फाप्दैन भनेपछि टिकटकर प्रिज्मा खटिवडाले आपत्ति जनाएकी छिन्। के साँच्चै प्रिज्मा खटिवडाले उजुरी गरेकै हुन् त? के थियो वास्तविकता? आउनुहोस् दर्शकबिन यसै विषयवस्तु सम्बन्धी कुरा गरौँ। हास्य व्यङ्ग्य शो कमेडी दरबारमा आफू लक्षित गरी मजाक गरेपछि टिकटकर प्रिज्मा खटिवडाले आपत्ति जनाएकी छिन्। सामाजिक सञ्जालमा टिकटक मार्फत खटिवडाले सो विषयलाई लिएर आक्रोश पोखेकी छिन्। विभिन्न सञ्चार माध्यममा खटिवडाले कमेडी दरबारका विभिन्न व्यक्तिहरू विरुद्ध निवेदन दिएको समाचार आएको थियो। त्यस पछाडि खटिवडाले अपलोड गरेको टिकटक भिडियोमा लेखिएको थियो, जसले मलाई जे दियो उसलाई त्यो भन्दा डुब्बर दिनु है भगवान, चाहे त्यो प्रेम होस् वा बर्बादी भनेर लेखेकी थिइन्। भिडियोमा खटिवडा दुखी मुद्रामा देखिन्थिन्। समाचार आए लगत्तै खटिवडाले राखेको भिडियोलाई लिएर धेरैले कमेडी सोमा गरिएको मजाकप्रति लक्षित भएको भनेर धेरैले कमेन्ट गर्न थाले। त्यही मध्ये टिकटकमा YR अधिकारी नाम भएका प्रयोगकर्ताले कमेन्टमा लेखेका थिए, नानी तिमीलाई के भनेको छ र? त्यो कमेडी दरबारमा मैले धेरै पटक हेरेँ, तर त्यस्तो नराम्रो त लागेन भनेर भनेका थिए। कमेन्टको रिप्लाई दिँदै प्रिज्माले लेखिन्, तपाईलाई नराम्रो लागेन भने मलाई राम्रो लाग्नै पर्ने हो र? हरेक ठाउँमा विवाह भएका मानिससँग नाम जोडेर भद्र मजाक गरेको सहेर बस्नै पर्ने हो र? हामी जसलाई पर्छ उसलाई थाहा हुन्छ भनेर भनेकी छन्। त्यस्तै टिकटक फाप्दै फाप्दैन कमेन्ट गर्ने जीवन नामका टिकटक प्रयोगकर्तालाई रिप्लाई दिँदै खटिवडाले भनिन्, तपाईको छोरी चेलीलाई पनि कुनै दिन यस्तै परोस्, भद्दा मजाक गरोस् अनि बल्ल तपाईहरू जस्तो समाजका सो कल छोरा मान्छेलाई चेताउँछ भनेकी छन्। साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपक राज अवस्थाईले टिकटकर तथा मोडेल खटिवडाले कार्यालयमा उजुरी दिएको बारे आफूलाई जानकारी नभएको बताए। ब्युरोका अनुसन्धान अधिकारीले भने खटिवडा सल्लाह लिन भने ब्युरो आइपुगेकी थिइन्। जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन दिनुभएको रहेछ। त्यस्तै दुई ठाउँमा निवेदन दिन नमिल्ने भयो। हामीसँग के गर्दा हुन्छ भनेर सल्लाह माग्न आउनुभएको थियो भनेर ब्युरोका एक अनुसन्धान अधिकारीले बताउनु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार खटिवडाले आइतबार विभिन्न व्यक्तिहरू विरुद्ध निवेदन दिएकी थिइन्, तर खटिवडाले निवेदनमा कसको नाम उल्लेख गरेकी छिन् भनेर प्रहरी उपरीक्षक बोहराले खुलाएका छैनन्। कमेडी दरबारको एक एपिसोडमा कमेडियन सुन्दर खनालले सागर लम्साल बलेलाई व्यङ्ग्य गर्दै उनलाई टिकटकर नफाप्ने बताएका थिए। त्यही व्यङ्ग्यमाथि असन्तुष्टि जनाउँदै खटिवडाले निवेदनमा सोका विभिन्न व्यक्तिहरूको नाम उल्लेख गर्दै निवेदन दर्ता गरेको बताइएको छ। हस्त दर्शकबिन, आजको भिडियो यति नै। यदि तपाईहरूलाई भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला र तपाईहरूले यस च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने यस्तै खालको भिडियो हेर्नको लागि यस च्यानललाई अवश्य पनि सब्सक्राइब गरेर छेउमा आएको बेल बटन अलमा टच गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। नमस्कार।